सम्पूर्णमा नमस्कार। म विकास रेशमी लुधियाना पंजाबबाट। साथीहरु, तपाईहरु माझ एकदमै एउटा घटना यस्तो चाहिँ जानकारी लिएर आएको छु। यही 27 अक्टोबरका दिन एकजना नेपाली युवा जुन मात्र 22-23 वर्षका थिए आफ्नै कोठामा मृत अवस्थामा बिहान भेटिए। उनी अहिले दशैं मनाएर आएको जम्मा एक दिन मात्रै भएको थियो र उसको आफ्नै कोठामा बस्ने साथीहरूले सिभिल अस्पताल लिएर आएर मोर्चरीजमा राखिदिएका थिए र हामीलाई खबर भए पश्चात हामी त्यहाँ गइयो र जब चाहिँ उसको पोस्टमार्टम भयो त जानकारी आयो कि त्यो प्रतिबन्धित लागू औषध सेवन गरेर ओभरडोज भएर मृत भएको थियो भन्ने जानकारी आएको छ। नेपाल घर दाङ र विगत 3-4 वर्षदेखि लुधियाना पंजाबमा कार्यरत त्यो कलिलो युवा कसरी यस्तो खालको नशाको चाहिँ कुलतमा फस्यो त? म भारत प्रवासमा रोजगारीका लागि आएका युवाहरूलाई र पढाइको सिलसिलामा आएका युवाहरूलाई पनि के आगाह गर्न चाहन्छु भन्दा, के सावधान गर्न चाहन्छु भन्दा, तपाईहरु आफ्नो उद्देश्यबाट कतापि भट्किने होइन। यस्तो खालको नशाको कुलतमा फसेर आफ्नो परिवारलाई बिचल्ली बनाएर के तपाईहरुलाई थाहा छ, बिर्सिनुभयो कि हामी नेपालीहरुको, गोर्खालीहरुको कति गौरवशाली इतिहास छ? के नेपालीहरु यस्तो खालको चीजको लागि संसारभरमा चिनिएका थिए? हिजोका दिनमा हाम्रा वीर गोर्खालीहरु, वीर पुर्खाहरु ठूला ठूला वीरताका कहानीका लागि चिनिन्छन्। नेपालीहरुको पहिचान एउटा इमानदार नागरिक, बहादुर नागरिक भनेर चाहिँ हामी चिनिन्थ्यौं। आजका बच्चाहरु भारत प्रवासमा आएर पनि आफ्नो जिम्मेवारीलाई भुलेर यस्ता खालका नशाका कुलतमा चाहिँ फस्न गइरहेका छन्। म सम्पूर्ण युवाहरूलाई या प्रवासमा बस्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई आफ्नो लक्ष्यबाट नभट्किनुहोस् भन्न चाहन्छु। अहिले भन्दा 2 महिना पहिले एउटा घटना थियो। त्यो घटनामा पनि हामी एकदमै कटिबद्ध भएर लागेर रेस्क्यु गरेका थियौं। 2 वटा नेपाली बच्चीहरु एउटा प्रेम जालमा, म त्यसलाई चाहिँ एकदमै भिडियो मार्फत त भन्न अलिकति अप्ठ्यारो लाग्छ, त्यस्तो खालको चाहिँ प्रेम जालमा फसेर उनीहरु घरदेखि भागेका थिए। तर इन्भेस्टिगेसन गर्दै गर्दाखेरि थाहा भयो जोसँग उनी भागेका थिए तिनीहरु मानव तस्करहरुसँग चाहिँ मिलेका थिए र यहाँबाट लैसकेपछि उनीहरुले तिनी बच्चाहरुलाई बेच्ने तयारीमा थिए। इन्भेस्टिगेसन गर्ने क्रममा थाहा भयो तिनीहरुले मानव अंगको तस्करी गर्थे। म यहाँ तपाईहरुलाई के भन्न मात्र खोजेको भन्दाखेरि कतै पनि तपाईहरु समाजबाट भट्किने होइन। हाम्रो नेपाली समाज, हाम्रो परम्परा, हाम्रो कल्चर कतापि बिर्सने होइन। आज सम्झिनुस् त त्यो बालकको चाहिँ बुवा आमा माथि के बितेको होला।
जुन रोजगारीको सिलसिलामा परदेशिन बाध्य त भयो, तर प्रदेशमा आइसके पछाडि कुसङ्गतमा परेर ऊ चाहिँ त्यस्तो खालको मादक पदार्थ, लागु औषधि प्रयोग गर्ने आदि भयो। म सम्पूर्ण हाम्रा प्रवासमा रहेका बालबालिकाहरूलाई तपाईहरू कदापि आफ्नो लक्ष्यबाट भट्किने होइन। तपाईहरू राम्रोको सङ्गत गर्नुहोस्, इमान्दार रहनुहोस्, आफ्नो मेहनत गरेर खानुहोस्। आज हिजोका दिनमा जस्तो धेरै अप्ठ्यारो छैन प्रवासमा। अझ भारत प्रवासमा त नेपालीहरूलाई यहीँका नागरिक सम्मानको फेसिलिटिज दिएको छ। तपाईहरूले यहीँका नागरिक सम्मानको चाहिँ अधिकारहरू युज गरिराख्नु भएको छ। आज भारतका सहरका कुनै पनि कुना काप्चामा एउटा रेडा गाडा लगाउने नेपालीले पनि महिनाको 50-60 हजार आइसी मिनिमम कमाउँछ। मेहनत गर्नु पर्यो, यहाँ कामको कमी छैन। म हाम्रो संगठनका सम्पूर्ण साथीहरूलाई पनि के भन्न चाहन्छु भन्दाखेरि, यदि तपाईहरूलाई कहीँ कतै पनि हाम्रा बच्चाहरू यस्तो खालको चाहिँ कुलतमा फसेका छन् भने चाहिँ तुरन्त संगठनलाई चाहिँ जानकारी गराउनुहोस्। हामी सक्दो कोसिस गरेर उसको त्यो कुलतबाट चाहिँ छुटाएर सेफली चाहिँ नेपाल उसको घरसम्म पुर्याउने छौँ। यसै भन्दै भिडियो लामो हुन्छ। म सम्पूर्ण प्रवासमा रहेका नेपाली दाजुभाइहरूलाई जिम्मेवार भएर एउटा इमान्दार तरिकाले चाहिँ आफ्नो जीवनशैलीलाई अगाडि बढाउन र यस खालका कुलतबाट बच्चाहरूलाई चाहिँ जोगाउन अपिल गर्दछु। साथीहरू, भारत प्रवासमा